गाइस यो 2 लाइन फेरि होटल लाइनको लागि हामी होटल लाइनवाला पनि कुनै मामुली हेर के हामी अहिले रातिको 12 बजी हेर्न सक्नुहुन्छ सनसुन छ हैन जो कि हामी भर्खर ड्युटीबाट आउँदैछौँ अन्त प्लस खेरि के हुन्छ नि गाउँमा हुनसक्छ यतिखेर सबैजना सुतिसक्यो तर हामी बाहिर बस्नेहरू यतिखेर ड्युटीबाट आउँदैछौँ हामी होटल लाइनवाला बिहान 6 बजी जान्छौँ बेलुका 12 बजी आउँछौँ अझै होटल लाइनमा काम गर्नु मतलब यो हैन कि भाडा मोल्नु होटल लाइनमा काम गर्ने सेफहरू पनि हुन्छ अझै यो नसोच्दिनु कि बाहिर गएर सबैजना भाडा मोल्छ कोही सेफ हुन्छ सेफ हुनु गर्वको बात हो किनभने हाम्रो मुनि नभएको पनि 7-8 जन त हाम्रो मुनि काम गर्छ सो सबलाई यति नै भन्न चाहन्छु कि बाहिर जति पनि गएको छ नसोच्नु कि उनीहरूले भाडा मात्रै दिन्छ कतिजना हुनसक्छ कि उनीहरू सेफमा छ हुन्छ कतिजना भाडा पनि दिन्छ किनभने उनीहरूले स्ट्रगल गरिरहेको हुन्छ कि उनीहरूले पनि हाम्रो यो पोस्ट जुन चाहिँ हाम्रो पोस्ट छ हैन त्यो पोस्टलाई पाउने चेष्टा गरिरहेको हुन्छ कि त्यो पोस्ट पाउनु पनि कुनै सजिलो छैन यार भाडा मोलेरै उठ्नुपर्छ हामी पनि भाडा मोलेरै उठेको हो सो यति नै भन्न चाहन्छु कि बाहिर बस्नेहरूलाई उयो नसोच्दिनु